प्रेमानंद गोविंद शरणजी महाराज करोडौंमा एक अ म्यान विथ जेरो हेटर का पर्फेक्ट इक्जाम्पल हुन्। उहाँ आस्था, आध्यात्मिक अनुशासन र मानवीय सहनशीलताको एक जीवित प्रमाण हुन्। महाराज कसैले पत्याउन नसक्ने र मेडिकल साइन्स पनि फेल खाने चमत्कारमा बाँचिरहेका छन्। हो, सही सुन्नुभयो। यसरी बुझ्नुस् कि प्रेमानन्द महाराज एक दैविक चमत्कारका साक्षात् स्वरूप हुन्। आउनुहोस्, हामी बताउनेछौँ के हो त्यो चमत्कार जुन देखेर पुरा विश्वलाई नै भगवानको भक्तिको शक्तिको महसुस भयो। प्रेमानन्दजी महाराजको जन्म अनिरुद्ध कुमार पाण्डेको रूपमा उत्तर प्रदेशको एक साधारण ब्राह्मण परिवारमा भयो। सानै उमेरदेखि उहाँमा आध्यात्मिक झुकाव देखिन थाल्यो। एक यस्तो परिवारमा हुर्किनुभयो जहाँ भक्ति र धार्मिक विधिहरू दैनिक जीवनको हिस्सा थियो। बाल्यकालदेखि नै उहाँ धार्मिक ग्रन्थहरू अध्ययन गर्न र ध्यान साधनामा लाग्न थाल्नुभयो। किशोर अवस्थासम्म आइपुग्दा उहाँले सुख सुविधा सबै त्यागेर तपस्याको मार्ग रोज्नुभयो र आध्यात्मिक यात्रामा लाग्नुभयो र उहाँ अन्ततः कृष्ण भक्तिको पवित्र भूमि वृन्दावनमा पुग्नुभयो। वृन्दावनमा पुगेर उहाँले भक्ति मार्ग विशेष गरेर राधा रानीको उपासनालाई आफ्नो आध्यात्मिक पथको केन्द्र बनाउनु भयो। सम्मानित गुरुहरूको मार्गदर्शनमा उहाँ राधा वल्लभ सम्प्रदायको परम्परामा समर्पित हुनुभयो, जहाँ नम्रता, सेवा र गहिरो भक्ति अभ्यास उहाँको जीवनको मूल मन्त्र बन्यो। उहाँको गहिरो ज्ञान र करुणाले भरिएको शिक्षाहरूले भारतदेखि विदेशसम्म फैलिएका भक्तजनहरूलाई आकर्षित गर्न थाल्यो। अब कुरा गरौँ उहाँको चमत्कारी अस्तित्वको बारेमा। दोनों देख के कहा कि बाबा तुम्हारी दोनों किडनी खराब है और ऐसी हालत हमारी थी बच्चा 30 वर्षको उमेरमा प्रेमानन्दजी महाराजलाई अटोजोमल डोमिनेन्ट पोलिसिस्टिक किडनी डिजिज भन्ने रोग निर्धारित भयो। यो एक यस्तो रोग हो जसले किडनीलाई ठुलो बनाउँछ र किडनीको काम गर्ने शक्ति हराउँदै जान्छ। उहाँको एउटा मात्र नभई दुवै किडनी पुरै फेल भइसकेको थियो, जुन अवस्थामा साइन्स अनुसार प्रत्यारोपण वा नियमित डायलिसिस बिना बाँच्न असम्भव थियो। प्रेमानन्दजी महाराजलाई विशेष बनाउने कुरा उहाँको जीवित रहनु मात्र नभई 20 वर्षभन्दा बढी किडनी बिना सक्रिय जीवन बाँच्नु हो। उहाँले नियमित रूपमा डायलिसिस गराइराख्नु भए पनि उहाँको अवस्था असाधारण मानिन्छ। डायलिसिस गरिराखेका मानिसहरूले यस्तो धेरै समयसम्म यस्तो सक्रिय र प्रेरक जीवन बिताउन पाएको उदाहरण निकै नै कम छन्। डाक्टरहरू स्वयं उहाँको स्वास्थ्य र जीवन त देख्दा अचम्ममा पर्छन्। जति भक्तजनहरूले दान गर्न चाहे पनि उहाँले मृगौला प्रत्यारोपण गर्न अटेरी गर्नुभयो। अरूलाई पीडा दिएर आफू बाँच्नु उहाँको आध्यात्मिक सिद्धान्तको विरुद्ध रहेको उहाँले बताउनुभयो। उहाँले आफ्नो जीवनलाई ध्यान, अनुशासित जीवनशैली र ईश्वरप्रति अटुट आस्थाको वरदान मान्नुहुन्छ। निरन्तर डायलिसिसको शारीरिक पीडा र दीर्घकालीन रोगको शिकार भए पनि प्रेमानन्दजी महाराज आध्यात्मिक वृद्धताको प्रतीक बनेर उभिरहनु भएको छ। उहाँको दिनचर्या अनुशासित छ। दिनमा मात्र 4 घण्टा सुत्नुहुन्छ, बिहान सबेरै उठी वृन्दावन परिक्रमा गर्नुहुन्छ र सत्सङ्गहरू सञ्चालन गर्नुहुन्छ, जसमा हजारौं भक्तजनहरू सहभागी हुन्छन्। 2024 को अन्त्यमा उहाँलाई छाती दुख्ने र उक्त रक्तचापको समस्याले अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको थियो। तर यस्तो बेलामा पनि उहाँले बलियो मनोबल र सकारात्मक सोच राखेर संसारभरका भक्तहरूलाई प्रेरणा दिनुभएको छ। उहाँको भनाइ छ, साँचो स्वास्थ्य केवल शरीरको कुरा होइन, तन, मन, शरीर र आत्माको सामुन्य हो। उहाँ सधैँ सकारात्मक दृष्टिकोण, निस्वार्थ सेवा र परमेश्वरको इच्छाप्रति समर्पणलाई सबैभन्दा ठुलो औषधि भनेर बताउनुहुन्छ। आज प्रेमानन्दजी महाराजलाई केवल आध्यात्मिक गुरुको रूपमा मात्र नभई अद्भुत जीवित उदाहरणका रूपमा सम्मान गरिन्छ, जसले स्वास्थ्यको चुनौतीलाई पार गरेर असीम आस्था र शक्तिको प्रमाण दिएका छन्। उहाँको जीवनले वैज्ञानिक सोच र आध्यात्मिक विश्वासको सिमानालाई चुनौती दिन्छ। भारतभित्र र बाहिर उहाँको लाखौं भक्तहरू छन्। उहाँलाई ईश्वरीय कृपा र सहनशीलताको मूर्ति रूप मानेर पुज्ने पनि गरेका छन्। धन्यवाद।